सबैजनालाई नमस्कार। मेरो नाम सन्जना गिरी। म चाहिँ कर्णाली प्रदेश नगर 4 सुर्खेतबाट। आज म चाहिँ हाम्रो एक्जिबिसनमा चाहिँ अर्ग्यानिक खेती कसरी गर्न सकिन्छ भनेर एउटा मोडल ल्याएर आएको छु। तर यो मोडल र हाम्रो व्यवसायको पछाडि 3 वर्ष अगाडिको कथा छ। कथा कस्तो छ भन्दा म चाहिँ एउटा कृषि समूहमा 45 जना किसानहरूसँग मिलेर काम गरिरहेको थिएँ। त्यति बेला चाहिँ उहाँहरूले एउटा जटिल समस्या हामीलाई प्रस्तुत गर्नुभयो। उहाँको समस्या के थियो भन्दाखेरि एकदमै धेरै मात्रामा रसायनहरू प्रयोग गरेको हुनाले चाहिँ उहाँको खेती पनि खस्किँदै गएको र केमिकल फर्टिलाइजरहरू गर्दाखेरि वाकवाकी हुने, टाउको दुख्ने, स्किन एलर्जी हुने जस्ता कुराहरू सुनिसकेपछि हामीले चाहिँ अब यसलाई चाहिँ कसरी बदल्न सकिन्छ, के होला यसको समाधान भनेर लाग्दै गर्दाखेरि गडौला मल बनाउनुपर्छ भन्नेतिर गयो र हामीले एउटा ट्रेनिङ लिएर चाहिँ जैविक कृषिका लागि गडौला मल, झोलमूल र भर्मीवास जस्ता मोलहरू बनाउने तालिम पायौँ र कृषक दाजुभाइ बहिनीहरूलाई मोल बनाएर चाहिँ ट्रायलको लागि उहाँहरूलाई दियौँ। ट्रायलको लागि दिइसकेपछि चाहिँ उहाँहरूले ट्रायल गरिसकेपछि केमिकल रसायन मलहरू नहालेर पनि अर्ग्यानिकल्ली 2-4वटा मोलहरू बनाएर त्यसमा पर्याप्त मात्रामा न्युट्रिसन भयो भने चाहिँ अर्ग्यानिक खेती पनि गर्न सकिँदो रहेछ भन्ने हामीले थाहा पायौँ र रिजल्ट पनि राम्रो आयो। त्यस पछाडि चाहिँ यो समस्या चाहिँ हाम्रो किसान दाइ दिदीहरूको मात्र नभएर नेपालभरिको किसानहरूको समस्या हो भनेर हामीले चाहिँ हाम्रो यो प्रडक्टलाई चाहिँ नेपालभरि चाहिँ चिनाउनुपर्छ र नेपालभरि बनाएर चाहिँ बेच्नुपर्छ भनेर हाम्रो कृषि क्रान्ति र व्यवसाय पनि त्यसपछि सुरु भयो र हामीले त्यसको लगतै एजी भेन्चर्स भनेर व्यवसाय सुरु गर्यौँ। हजुरलाई यो एजी भेन्चर्स भनेको के हो भन्ने जस्तो लाग्ला, तर एजी भेन्चर्स भनेको अङ्ग्रेजीमा एजी भनेको एग्रिकल्चर र भेन्चर भनेको व्यवसाय र नेपालीमा यसलाई भन्नुपर्दा कृषि व्यवसाय हो, जहाँ हामीले कृषिका विभिन्न खालका तरकारी वस्तुहरू र सेवाहरू दिने गरेका छौँ। अहिले चाहिँ हामीले एजी भेन्चर्समा गडौला मल मात्र नभएर हजुरको अर्ग्यानिक खेती र अर्ग्यानिक खेती सँगसँगै फुल खेती, गाई पालन गरिरहेका छौँ र सँगसँगै त्यसको साटो चाहिँ हामीले हाम्रो अर्ग्यानिक अवेरनेस चाहिँ सबै किसानहरूमा पुर्याउनुपर्छ र किसानहरूको छोराछोरीसम्म पनि हामी नेपालीहरू सबैलाई पुर्याउनुपर्छ। बुढा बच्चा सबै युवाहरूले चिन्नुपर्छ भनेर स्कुलमा पनि हामीले यो कार्यक्रम लाने गरेका छौँ र स्कुलमा हामीले हाम्रो बच्चा बच्चीहरूलाई अर्ग्यानिक खेती कसरी गर्ने, गडौला पालन कसरी गर्न सकिन्छ, सानो ठाउँमा पनि कसरी अर्ग्यानिक फलाउन सकिन्छ भनेर तालिम दिइरहेका छौँ। र अहिले हजुरले यो देख्न सक्नु भएको छ गुलाब, यो चाहिँ हामीले नै हाम्रो फार्ममा उत्पादन गरेको गुलाब हो। यसलाई चाहिँ चाहिने न्युट्रिसन तरकारीलाई भन्दा धेरै चाहिन्छ र हामीले चाहिँ सक्सेसफुल्ली चाहिँ गुलाबमा पनि ट्रायल गर्न सक्सेस भयौँ। र यो चाहिँ हामीले देखाएको यो टमाटर हो, यो चाहिँ 100% केमिकल फ्री हो। हामीले गडौला मल, झोलमल र भर्मीवास प्रयोग गरेर बनाएको फलाएको टमाटर हो। यहाँ हजुरले फुल देख्न सक्नुहुन्छ, यो पनि बुक्केमा प्रयोग हुने फुल हो। यो पनि हामीले गडौला मल, झोलमल र भर्मीवासको प्रयोगबाट बनाएको हो। र नेपालमा केही गर्न सकिँदैन, सम्भावना छैन भन्ने युवाहरूलाई म के भन्न चाहन्छु भनेपछि गर्न सक्ने भने धेरै अवसरहरू छन्। मैले पनि त्यही अवसरमध्ये एउटा अवसर छानेर चाहिँ नेपालमै केही गरिरहेकी छु र सरकारी जागिर खानुपर्छ, कुर्सीमै बस्नुपर्छ भन्ने छैन। त्यो कुर्सी आफैले बनाएर पनि बस्न सकिन्छ र हामीले चाहिँ आज त्यही मोडल चाहिँ प्रस्तुत गर्नको लागि यहाँ उपस्थित भएका छौँ। धन्यवाद, थ्याङ्क यू। हाम्रो चाहिँ यो चाहिँ हाम्रो सफल व्यवसाय तथा मैले मास्टर डिग्री पढ्दै गरेको एकजना उद्यमी तथा विद्यार्थी फेजबाट हाम्रो चाहिँ गर्नुभएको छ। उहाँले उत्पादन गरेको चिजहरू विशेष गरी भर्मी कम्पोस्ट हाम्रो चाहिँ योबाट चाहिँ यो चाहिँ झारपात, यो चाहिँ कपडाहरू त्यो खाँदो रहेछ भन्यो भने अनि त्यस पछाडि हाम्रो यो चाहिँ किचनको भान्साकोठाको फोहोर अनि त्यस पछाडि काउ, यसलाई चाहिँ जरबेरा भन्छ है, जरबेरा जातको फुल चाहिँ मैले अस्ति भिडियोमा छैन भनेको चाहिँ यही नै हो है, फोटोहरुमा छैन। जरबेरा फुल अनि त्यस पछाडि काउ, गाईको कम्पोस्ट, गाईको मल, ड्राई भने सुकेको झारपातहरू पनि खुवाएर कन्यालाई खुवाउन सकिन्छ। उत्पादन भएको अर्ग्यानिक टमाटरहरू उत्पादन भएको छ अनि भर्मी कम्पोस्ट, त्यस पछाडि भर्मी कम्पोस्ट प्याकेजिङ
पानी दिने पानी ल्यायो सफल व्यवसाय उद्यमी हुन्छ नेपालमा के गर्न सकिन्छ भन्ने कतिलो उद्यमी युवा उद्यमी तथा पढेर मास्टर डिग्री पढ्दै गर्दा कृषिमा एकदम सफल उद्यमी कपडाबाट निस्किने पढेर जागिरी नै खानुपर्छ कुर्सीमा बस्नुपर्छ कलम चलाएर बस्नुपर्छ भन्दैन उहाँहरू चाहिँ प्रविधि प्रयोग गरेर चाहिँ खेतीपातीमा गर्नुपर्छ भनेर कन्सेप्टसँग उहाँले गरिरहनुहुन्छ यो गनेउला मल कति केजीमा प्याकेजिङ हो 2 केजी हो 2 केजीको प्याकेट हो प्रति केजी कसरी पर्छ प्रति केजी चाहिँ 35 रुपैयाँ केजी हाम्रोबाट लिनुभयो भने 35 रुपैयाँ केजी पर्छ यदि एग्रोभेटमा जानुभयो भने तपाईँलाई चाहिँ रिटेल प्राइस चाहिँ यसको 80 पर्छ अझ योभन्दा राम्रो प्याकेजिङ सहित खोज्नुभयो भने तपाईँको 150 देखि 200 सम्म पनि पर्छ 2 केजीलाई धन्यवाद हाम्रो यो चाहिँ यता रैथाने बिउहरू यो चाहिँ अर्ग्यानिक चिङ्गाटको सुर्खेतको यो चाहिँ हाम्रो सुर्खेत जिल्लाको यही अभियानकै मान्छे हुनुहुन्छ हैन अरु सब ठीक छ महेन्द्र सर कहिले बसेको छ आमाको ठेगाना कहाँ हो हजुर यही सुर्खेत अरे सिस्नोको धुलो उत्तर गंगा 2 सुर्खेत चाहिँ यता कालीकोटको रैथाने लोकल प्योर लोकल बिउहरू सल्यानको रैथाने जाजरकोट त्यस पछाडि डोल्पाको त्यस पछाडि कालीकोटको त्यस पछाडि डोल्पाको खाली गाउँ बदाम तितो फापर सेतो मह रातो मर्ची नानीहरूले राम्रो गर्नु आयो के हो भन्दाखेरि सपरी सपरी त्यही त जेन्जी त्यस पछाडि हाम्रो यो अर्ग्यानिक बेच्न सक्नुहुन्छ टेस्ट गर्ने यहाँ उद्या छ हाम्रो होइन एउटा टेस्ट गर्न सक्यो त्यसलाई 300 देखि 400 रुपियाँ 300-400 रुपियाँ यो बटर पेपर राख्नु त अर्ग्यानिक
अर्ग्यानिक टमाटर यो चाहिँ भर्मी कम्पोस्ट कम गर्ने हस्पिटल पर्नेबाट त्यो हातमा मोडल फेरि समाउन मिल्ने अवस्था